हेलो नवलपरासी, आज चाहिँ हाम्रो दिलीप भाइको चाहिँ युकेको भिजा ग्रान्ड भएको छ। त्यही कुरा उहाँबाटै सुनौ है त। अनि दिलीप भाइ तपाईँ के गर्दै हुनुहुन्थ्यो, युकेको भिसा लगाइसकेपछि कस्तो महसुस हुँदैछ? अब भिजा लगाइसक्यो भनेर थाहा पाउनुभन्दा पहिला म सुतिरहेको थिएँ होइन, उठेँ होइन। यहाँ हाम्रो सुस्मिता दिदीको मेसेज आएको थियो, हजुर। मैले चेक गरेँ, त्यति बेला म धेरै एक्साइटेड भएँ होइन। त्यसपछि निन्द्रा पनि लागेन, रातभरि सुत्न सकिएन। अलि नर्भस पनि फिल भइरहेको, एक्साइटेड पनि फिल भइरहेको होइन। एउटा नयाँ जर्नी त्यही हो। अनि तपाईँले कुन युनिभर्सिटी र कुन कोर्स एप्लाई गर्नुभएको थियो रे? म चाहिँ युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड लन्डन क्याम्पसमा एप्लाई गरेको, बिएससी अनर्स कोलाबोरेटिभ हेल्थ एन्ड सोसल केयर कोर्समा। नाइस नाइस। अनि तपाईँले त पिटीबाट एप्लाई गर्नुभएको, पिटी पनि दिनुभएको थियो। कस्तो भयो क्लास अनि स्कोर कति आएको हजुरको? क्लास राम्रो भयो, स्कोर चाहिँ ओभरअल 65 आयो, नट लेस देन 63। हजुर, ओके ठीक छ। अनि हबसँगको यात्रा, यता डकुमेन्टेसनका कुराहरू, यिनी कुरामा चाहिँ तपाईँलाई कस्तो लाग्यो? हबसँगको अहिलेसम्मको यात्रा चाहिँ राम्रै रह्यो। डकुमेन्टेसनमा हाम्रो बिनिता दिदीले, सुस्मिता दिदीले धेरै हेल्प गर्नुभयो होइन। अब मेरो डकुमेन्ट्सहरू पनि केही समस्याहरू देखा परेको कारणले गर्दाखेरि त्यो पनि सल्भ गर्नमा चाहिँ धेरै हेल्प गर्नुभयो। ओके ठीक छ। अब चाहिँ जो चाहिँ नवलपरासीमा हुनुहुन्छ अथवा तपाईँले चिने जानेको साथीभाइहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यदि एप्लाई गर्नुहुन्छ भने यसो हबमा पनि आएर बुझ्नुहोस् हजुर होइन, राम्रो एडभाइस पनि दिनुहुन्छ होइन। अब काउन्सिलिङको आवश्यकता छ भने त्यसको लागि पनि आउनुहोस्, त्यही भन्न चाहन्छु। ओके ठीक छ। ल, फेरि पनि बधाई छ। तपाईँको युकेको यात्रा एकदम सुखद रहोस्, राम्रोसँग पढ्नु होला, राम्रो गर्नु होला, फेरि नेपाल फर्केर आउनु होला। हस्, थ्याङ्क यू। भाग्य होइन अब हब हुन्छ, आँखा बन्द अब सब घुम्छ।